हेलो इट्स मिथिल लक्ष्मणत्याल तपाईँ यस भिडियोमा मेरो दुबई टुर सम्बन्धी भिडियो देख्न सक्नुहुनेछ ब्लग देख्न सक्नुहुनेछ दुबई इन्टरनेसनल एयरपोर्टमा म ल्यान्ड भइसके पश्चात दुबईमा रहेको होटल एसियानामा मैले रुम बुक गरेको छु म अहिले त्यहाँ जाँदैछु हजुर यो फाइनल्ली मैले बुक गरेको होटल एसियानामा म आइसकेको छु र यहाँ काउन्टर चेक इन भइसके पश्चात म मेरो रुममा जाँदैछु यो मेरो रुम हो यहाँ तपाईँ देख्न सक्नुहुन्छ मेरो रुम मैले बुक गरेको यस रुममा म 2 रात बस्नेछु बाहिर एकदम गर्मी छ थकाइ लाग्दो पनि छ तर एक्साइटमेन्ट पनि छ तपाईँ देख्न सक्नुहुन्छ यहाँ मैले 2 दिनको लागि 2 रातको लागि युज गर्ने बेड अनि त्यसै गरी यता जानुभयो भने यता वासरुम पनि छ वासरुम हैन सावर वासरुम छ अनि त्यसपछि यहाँ तपाईँ देख्न सक्नुहुन्छ टिभीहरू हैन सबै छ मिनी बार छ रक्सीका ब्रान्डेड विस्कीहरू मिनी बारको रूपमा रहेको छ अनि त्यसपछि मैले त्यहाँबाट ट्याक्सी चढेर खाना खानको लागि गएँ अहिले म यो फाङनाम कोरियन रेस्टुरेन्टमा चाहिँ खाना खानको लागि आएको छु यहाँ आइसकेपछि मैले यहाँ कोरियन खाना अनि त्यसपछि यहाँ केही अब मासुहरू बार्बिक्यू अनि त्यसपछि सफ्ट ड्रिङ्क्सहरू लिएँ त्यसपछि म अनि राति ट्याक्सी लिएर गएँ अनि त्यसपछि बोर्डर दुबईतिर एकछिन घुम्न जाउँ भनेर गएँ अनि त्यसपछि यहाँ रमाइलो छ यता पनि पुरै ढुङ्गा बनाएर ढुङ्गामाथि बसेर खान मिल्ने लाइटिङहरू अनि त्यस्ता रहेछन् अनि एकछिन यो नाइट वाक गऱ्यो अलिकति शीतल मौसम आहा रमाइलो छ अनि बोर्डर दुबईको एरिया घुमिसकेपछि म गएँ रुममा रेस्ट गर्नको लागि ट्याक्सीमै हो यताउता गर्ने सबै अनि भोलिपल्ट बिहानै नेक्स्ट डे मर्निङ गुड मर्निङ एभ्रिवान यहाँको वातावरण शान्त वातावरण ग्रेट हस्पिटालिटी एकदम राम्रो लाग्यो सबैभन्दा कस्टमरको लागि जुन कस्टमर सर्भिस इट्स बेस्ट हुन्छ हामी त्यो दिनमा चाहिँ बुर्ज खलिफा दुबई मल लगायतका स्थानहरू घुम्ने प्लान छ हेरौँ बाहिर आउटसाइड टेम्परेचर इज भेरी हाई अबाउट मोर देन 45 to 50 तर मैले यो रुमको चाहिँ 24.5 डिग्री टेम्परेचर सेट गरेको छु त्यसपछि म यही होटेलभित्रै रहेको सोनामु रेस्टुरेन्ट छ होटल एसियानाभित्र अरू पनि छ रेस्टुरेन्टहरू अझै सोनामु रेस्टुरेन्टमा चाहिँ हाम्रो ब्रेकफास्टको लागि गएँ अनि ब्रेकफास्ट लिँदैछु स्ट्यान्डर्ड छ राम्रो छ वातावरण शान्त अनि सबैभन्दा पहिला म खाना खाइसकेपछि लागि ट्याक्सी लिएर दुबई फ्रेम हेर्नको लागि र फाइनल्ली यो दुबई फ्रेम देख्न सक्नुहुन्छ अनि त्यसमा दुबई फ्रेमको छेउमा आएको छु पछाडि सिटी टुर बस पनि हुँदो रहेछ दुबईमा तर म त्यो सोध्न भ्याएन ट्याक्सीमा यताउता हो अनि त्यसपछि यो दुबई फ्रेम तपाईँले देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा हजुर फाइनल्ली म दुबई फ्रेमको अगाडि आइसकेँ दुबई फ्रेमको अगाडि आइसके पश्चात फोटो त खिच्नु परिहाल्यो 1-2 फोटो खिचेँ अनि यो टिकट मैले अनलाइन बुक गरिसकेको थिएँ अनि त्यसपछि एकछिन वरिपरि हेरेँ र भित्र जाँदैछु म अनि यहाँ टिकट चेक गरेँ त्यसपछि दुबई फ्रेमको लागि चढ्नको लागि अब लिफ्टतिर जाँदैछु विद्युतीय भ्याङ उडे अनि यहाँ चेक हुँदैछ अनि त्यसपछि एउटा फोटो खिच्यो यहाँ अनि त्यसपछि इन्ट्री हुँदैछ लिफ्टको लागि अनि यहाँभित्र केही म्युजियमहरू जस्तो छ आर्ट म्युजियमहरू जस्तो अनि तपाईँ पनि भिजिट गर्नुभयो भने देख्न सक्नुहुन्छ अनि त्यस पश्चात लिफ्ट चढेर म टपमा जान्छु दुबई फ्रेम हेर्नको लागि जाँदैछु
बाहिर एकदमै गर्मी छ, एकदमै गर्मी छ, एकदमै गर्मी छ। यहाँ मान्छेहरू धेरै नै आएको छ अनि दुबई फ्रेममा यसरी पारदर्शी ग्लासबाट चाहिँ तल देखिने हुँदो रहेछ। लाइट चाहिँ बाहिर टेक्दै जाँदाखेरि त्यो लाइट बल्ने यसरी अलिकति झसङ्ग हुने त्यो हुँदो रहेछ। यस, त्यो फिल भयो। अनि हेर्नुहोस् रमाइलो छ। अनि त्यसपछि यहाँ अलिकति यो लेखेपछि उता स्क्रिनमा देखिँदो रहेछ। मैले हेलो लेखेको थिएँ, अलि ठुलो लेखिएछ। अनि त्यसपछि त्यस्तो भयो। हेर्नुहोस्, अनि त्यसपछि दुबई फ्रेमको एक साइडमा यता मोडर्न दुबई, अहिले आधुनिक दुबई, अहिले तत्काल विकसित दुबई चाहिँ यता देखाएको छ। यसरी विकसित दुबईहरू देख्न सक्नुहुन्छ यो साइडबाट, एक साइडबाट। अनि त्यसै गरी फर्क्यौँ हामी अर्को साइडमा, त्यही फ्रेमकै अर्को साइडमा हेऱ्यौँ भने त्यो पुरानो दुबई जुन आजभन्दा 40-50 वर्ष पहिलाको दुबईको अवस्थालाई जस्ताको त्यस्तै राखिएको छ हिस्टोरिकल रूपमा। यो त तपाईँको त्यो विकास नगरिकन त्यहाँ ठुल्ठुला भवनहरू नबनाइकन राखिएको छ। त्यो चाहिँ पुरानो पहिलाको अवस्था भनेर त्यहाँ राखिएको छ। त्यो हेर्नको लागि टुरिस्टको लागि पनि मेन एट्र्याक्सन हुने भयो। त्यसरी वान साइडमा चाहिँ पुरानो दुबई र अर्को साइडमा चाहिँ अत्याधुनिक दुबईको अवस्था हेरेर म फेरि तल झरेँ दुबई फ्रेमबाट। रमाइलो छ एकदमै, वान अफ बेस्ट मेमोरिज दुबई फ्रेममा। अनि अहिले लिफ्टबाट झर्दैछु। झरिसके पश्चात यहाँभित्र अलिकति आर्ट म्युजियमहरू रहेछ। हेरेँ यसरी अलिकति हेर्दैछु आर्ट म्युजियमहरू जस्ता लाइटिङहरू, अनि केही डिस्क्रिप्सनहरू थियो। अनि अलिकति फटाफट हेरेर म बाहिर निस्किने अनि अर्कै ठाउँ जाने, किनकि समय छोटो छ, गर्नुपर्ने काम धेरै छ होइन। होप तपाईँले यो भिडियोमा इन्जोय गरिरहनु भएको छ। यो दुबई फ्रेम भित्रकै अवस्थाहरू हो। अनि त्यसपछि म बाहिर निस्किँदैछु बिस्तारै। अनि निस्किसके पश्चात म गएँ उता होटेल जुमेरिया होटेल थियो। यो 7 स्टार होटेल हो भनिन्छ। त्यो हेर्न जाउँ भन्ने छ। त्यहाँ जाउँ कस्तो छ। ट्याक्सी लिएर लगभग 30-40 मिनट दूरी लाग्छ, अझै लाग्छ मलाई। अनि त्यहाँ गएँ ट्याक्सी लिएर। ट्याक्सी चाहिँ छ, पब्लिक बसहरू सायद छ छैन थाहा भएन। यो मोनोरेल पनि यहाँ देख्न सकियो जाने बेलामा, बाटोमा देख्न सकियो त्यो मोनोरेल। अनि यो दुबई मलकै आसपास हो। देख्न सक्नुहुन्छ एकदमै आधुनिक भवनहरू, अत्याधुनिक भवनहरू। तपाईँहरूले यसमा पनि रमाइलो मान्नुहुनेछ भनेर मैले यो पनि देखाउँदैछु। गगनचुम्बी अनि अत्याधुनिक भवनहरू छन्, अनि नयाँ डिजाइनका। अहिले 7 स्टार होटेल जुमेरिया के भन्छ यसलाई, फुल नाम चाहिँ बर्ज अल अरब जुमेरिया हो के समथि के भन्छ है। अलिकति प्रोनाउन्सिएसन पनि मिलेन होला। बुर्ज अल जुमेरिया के समथि के छ है। त्यो 7 स्टार होटेल हो जुमेरिया होटेल। त्यहाँ हेर्नलाई जाँदैछु। हेर्नुहोस् यता पनि यस्ता छन्। त्यसको आसपासमा आइपुगेँ। अब यो नजिकै, किनकि माथि देखिसकेको छ त्यो होटेल। गर्मी छ एकदमै। यो गर्मी मौसममा आउनु अलिकति दुःखदायी हुने रहेछ। सकेसम्म चाहिँ अलिकति ठिकैको मौसममा आयो भने रमाइलो हुन्छ होला चाहिँ लाग्छ।
अनि ट्याक्सी ड्राइभरले भित्र जानलाई अलाउड छैन, बाहिर मात्र फोटो खिच्ने भनेको छ। अनि यहाँ आएर बुझ्दाखेरि चाहिँ यो भित्र इनसाइड टुरको लागि छुट्टै प्याकेजमा पैसा किन्नुपर्ने, टिकट इन्ट्री फी किन्नुपर्ने रहेछ। तर यसपालि नकिनौँ, बाहिरबाट हेरौँ, फोटो खिचौँ, जाउँ भन्ने भइराखेको छ। फाइनली म बुर्जुमेरी आइसकेको छु। यहाँ केही मान्छेहरू फोटो खिचिरहेका छन्। यो होटेल बुर्जुमेरी 7 स्टार होटेल। मैले पनि एक दुईवटा फोटो त खिच्नै पऱ्यो, सेल्फी फोटो लिँदैछु भिडियोमा। जस रमाइलो छ, तर गर्मी अत्याधिक छ यहाँ। पुरा पसिना धेरै आउने गर्मी छ, धेरै बस्न सकिने अवस्था छैन। एकपल्ट फोटो खिचौँ, भिडियो लिउँ भन्ने भयो। अनि फोटो भिडियो लिएँ, अनि त्यसपछि भित्र टुर चाहिँ गएन। त्यो सानो गाडीमा तपाईँहरू देख्न सक्नुहुन्छ टुर हो। यहाँ छेउमै एउटा झरना रहेछ, शीतल देखिने टाइपको। अनि त्यो छेउमा गएँ, एउटा सेल्फी त फेरि लिनै पऱ्यो भन्ने भएर सेल्फी लिँदैछु। र फाइनल्ली यो 7 स्टार होटेललाई फेरि एकचोटि हेर्न मन लाग्यो, अनि हेरेँ। र अर्को पटक मन पर्ने अर्थात् माया गर्ने मान्छेको साथमा आएर बस्ने बाचा गर्दै यहाँबाट म बिदा भएँ। र छेउमै रहेको एउटा बिच छ, त्यहाँ पनि जाउँ भन्ने भयो। अनि एकछिन हिँडेर जाउँ कि भन्ने भएको थियो, धेरै डिस्टेन्स त थिएन, तर एकदमै गाह्रो भयो, हिँडेर जानु नसकिँदो रहेछ। त्यसपछि फेरि ट्याक्सी कल गरेँ, र ट्याक्सीमै त्यो बिच पनि एकचोटि हेरेर जाउँ कस्तो रहेछ। असम्भव भयो भने पौड्यौँ, नभए त ठिकै छ, जस पुगेर जाउँ भन्ने भयो। त्यहाँ जाँदैछु। हिँडेर जाने थियो सकेसम्म, त भएन, यो नभइसकेपछि म ट्याक्सीमा आएँ। यो होटेल जुमेरियाको नजिकै भएको बिच हो। यो बिचको नाम चाहिँ मलाई थाहा भएन, के समथिङ थियो, मैले भुलेँ। अनि बिचलाई अहिले ब्याकग्राउन्डमा तपाईँ देख्न सक्नुहुन्छ। यो बिचको छेउमा म आइसकेको छु। यहाँ कोही मान्छेहरू पौडिरहेका पनि छन्, र कोही मान्छे बालुवामा सुतिरहेका छन् होइन। र म चाहिँ फर्किन लागेँ। अब चाहिँ दुबई मलतिर जाउँ भन्ने छ। फर्किँदैछु ट्याक्सीमा। ट्याक्सी चढेँ। दुबई मल भन्दा अर्को कुनै मल अलिक सस्तो मल छ, दुबई मल अलिक एक्सपेन्सिभ मल हो भनेर भने ट्याक्सी ड्राइभरले। त्यसपछि उसले नै रेकमेन्ड गर्यो, यो मलमा उसले ल्याइदिएको छ। कुन मल हो भन्ने कुरा चाहिँ मैले नाम ठ्याक्क थाहा भएन। त्यो चाहिँ दुबईमै हुनुहुने पक्कै पनि यो थाहा हुनेछ कुन मल हो भन्ने कुरा। यो मलमा म अलिकति सपिङ गरेँ, र त्यस पछाडि भनेको चाहिँ म दुबई मलमा गएँ, किनकि दुबई मलसँगै बुर्ज खलिफा छ। बुर्ज खलिफा पनि एकचोटि टाइम भयो भने चढौँ, नभए पनि त्यहाँको वाटर फाउन्टेन हेरौँ भन्ने छ। र म अहिले दुबई मलमा जाँदैछु। ट्याक्सी नै चढ्नुपर्छ है। अनि त्यसपछि दुबई मलको नजिक आएँ। दुबई मलको नजिक हो, एकदमै भव्य छ बाहिरबाट हेर्दाखेरि पनि। र दुबई मलको नजिकै हो। र तपाईँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा कता कता बुर्ज खलिफा पनि देखिन्छ। अहिले चाहिँ खासै देखिएको छैन है। फेरि जस यता एकदम भव्य छ, एकदमै विकसित, अत्याधुनिक छ भवनहरू पनि। हाम्रो देश यस्तो कहिले बन्ने होला, कहिल्यै बन्दैन होला चाहिँ लाग्छ। हाम्रो देश यस्तै त बन्ला धेरै वर्षपछि, तर त्यतिन्जेलसम्म यी देशहरू धेरै अगाडि चाहिँ गइसक्नेछन्, किनकि हाम्रो देश सयौँ वर्ष पछाडि धकेलिसकेको छ विकासको मामिलामा।
र तपाईँ यहाँ देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा बुर्ज खलिफा होइन, अनि यता गगनचुम्बी र भव्य अनि अत्याधुनिक भवनहरू। र दुबई मलको नजिकै आइसकेको छु म। एकछिन हेर्नुहोस् यो भवनहरू। हजुर पनि हेर्नुहोस्। ल फाइनल्ली हामी दुबई मलको ठिक अगाडि आइसकेका छौँ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ दुबई मल भनेको छ, अनि त्यसपछि अरबिकमा लेखेको छ। यो यहाँबाट इन्ट्री हुँदो रहेछ होइन। ट्याक्सीमै हो यताउता गर्ने सबै है, सम्भव छैन। हिँडेर जान पनि सम्भव छैन, पब्लिक बस पनि सायद छ जै लाग्दैन मलाई। अनि यो दुबई मल हो, तपाईँ देख्न सक्नुहुन्छ दुबई मलको टप। अनि त्यसपछि दुबई मलको चाहिँ माथिदेखिको है सिलिङमा होइन। अनि भव्य छ दुबई मल, एकदमै भित्र मलहरूमा शीतल छ, बाहिर चाहिँ गर्मी। अनि दुबई मलमा आइसकेपछि यस्तो रहेछ यहाँ। मैले टिकटकतिर देखिरहेको थिएँ होइन, भिडियोतिर। अनि सबैले सेल्फी खिचिरहेछ, मैले पनि एउटा सेल्फी त लिनु पऱ्यो लिए। अनि त्यसपछि म गएँ दुबई मलभित्र रहेको सी अक्वारियममा। अक्वारियममा चाहिँ मैले एकछिन बिताएँ, यहाँ माछाहरू हेरेँ। अनि त्यो भित्र पनि अब जान चाह्यो भने जान मिल्दो रहेछ टिकट काटेर। तर म गएन। अनि एकछिन हेरेँ, लगभग आधा घन्टा जति एकछिन हेरेँ, रमाएँ। अनि भिडियो चाहिँ अलिकति कट गरेको छु होइन, भिडियो तपाईँहरूको लागि बोरिङ नहोस् भनेर। अनि यो हेर्दा हेर्दै साँझ परिसकेको छ। भित्र चाहिँ उज्यालो थियो तर बाहिर चाहिँ साँझ परिसकेको छ। त्यस पछाडि म बुर्ज खलिफाको अगाडि हुने वाटर फाउन्टेन सो हेर्न गएँ। दुबई मलकै छेउमा हो। अनि गएँ, त्यतिन्जेलसम्म यति धेरै मान्छेहरू वेटिङमा रहेछन् र सुरु भयो फाइनल्ली। यो वाटर फाउन्टेन सोको फुल भिडियो चाहिँ मैले युट्युब च्यानलमा राखिसकेको छु, तपाईँ गएर हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मैले थोरै राखेको छु, म्युजिकहरूमा पनि कपिराइट हुन्छ। र प्लस तपाईँहरूलाई भिडियो लामो बोरिङ होला मेरो पनि, छुट्टै उता त्यसको मात्र भिडियो छ, तपाईँ हेर्न सक्नुहुन्छ। अनि त्यस पछाडि गएर बुर्ज खलिफाको हाइटमा जाउँ भन्ने भएको थियो, गएँ। तर चाहिँ 1.5 घन्टाभन्दा बढी लाइन बस्नुपर्ने रहेछ वेटिङको लागि। त्यसपछि समय अलिकति ढिलो हुने भयो। त्यसपछि यो पनि आज क्यान्सल हुने भयो, माथि टपमा चाहिँ जान नपाइने भयो। तर जरामा गएँ, सेल्फी खिच्न पाएँ, त्यो पनि ठुलो कुरा हो। नेक्स्ट टाइम आयो भने फेरि टपमा जानेछु पक्कै पनि। उता 7 स्टार होटलमा जस्तै मायालुसँग आयो भने जाने बाचाका साथ यहाँबाट म फर्किएँ राति। हजुर म अब रुम फर्किँदैछु। भोलि चाहिँ मेरो फ्लाइट पनि छ र प्लस अरू मेरो थुप्रै कामहरू पनि छ। त्यो भएर मैले अलिक भ्याउँदिनँ होला भोलि चाहिँ। भोलि म कोरिया फ्लाइट छ दुबईदेखि, त्यही भएर भोलि सायद धेरै घुम्न भ्याइँदैन होला, अलिक काम पनि गर्नुपर्ने भएको भएर। हस् त, तपाईँहरूले अहिलेसम्म यो भिडियो हेरेर साथ दिनुभयो, थ्याङ्क यू। सी यू इन द नेक्स्ट भ्लग। टेक केयर, बाई।
साँझ धेरै भइसकेको छ 9-10 बजिसक्यो अब रुम जान्छु अनि त्यसपछि रुम गइसके पश्चात भोलि त मेरो फ्लाइट छ साँझ सायद यताउता अरू कामहरू पनि छ धेरै घुम्न भ्याइँदैन होला भोलि म सौल कोरियाको फ्लाइट छ र सी यू इन द नेक्स्ट ब्लग तपाईँले अहिलेसम्म यो भिडियो हेरेर साथ दिनुभयो धन्यवाद दुबई ब्लगको चाहिँ अर्को पार्ट आउने नै छ दुबई ब्लग 1-2 पार्ट पनि अगाडि छन् पक्कै पनि र भोलि मेरो अर्को फ्लाइट छ त्यो पनि तपाईँलाई पक्कै पनि फ्लाइटमा पनि देखाउने छु अहिलेलाई हामी